Are you enjoying the ride now? I think now we can do overtake. Yeah. Dai, हामी अगाडि जाम. Badri. Badri. And John. Oh, yeah. The son has been a very good guide. Good guide, Yeah. Very kindly lent me a nice bike too. Take care of it. Okay. Jam दाजु. So yeah, finally at the Nagarkot. हामीहरु अब आइसकेको छौं नगरकोटमा है. Are you enjoying? I made it. That's the main thing. Real good. सो हेलो वाट्सअप गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला म निकै नै सन्चै है ट्याक लगाएर हामी आइसकेको छौँ यहाँ नगरकोटमा भोवाले भइरहेछ आजको राइड पनि अनि हिजोको राइड तपाईँहरूलाई कस्तो लाग्यो यसो भन्नु होला अनि आज अगाडि भ्यू पनि हेर्नु है त क्या बवाल छ यार ल पुरै शान्त होइन बवाले पिस त्यहाँतिर चाहिँ पुरै माउन्टेनहरू देखिनेवाला थियो होइन तर अहिले हल्का कुहिरो छ अहिले एकैछिनपछि खाली भएपछि बब्बाले देखिनेवाला छ है त आज हामीहरू गनाएको भनेको लन्च यस्तो यस्तो त छ होइन ट्याक लगाएर बवाले हुन गइरहेछ अब यहाँबाट चाहिँ हामी साखुतिर जान्छौँ साखुबाट अनि त्यहाँबाट हामी तारिभिट लिनु पर्छौँ है त यहाँ जोन गुड मर्निङ या इज अल्सो रेडी सो मच नाइस भ्यू फाइनली वी आर अप टु गो होइन ल ट्याक्कै लगाएर सब चिज रेडी साइकलहरू पनि पुरै ट्याकटुक्क होइन काशीमा चाहिँ पुरै सफा गरेर राखियो या रेडी फर अ राइड Ready. Let's do it. या फुल्ली डाउनहिल राइड आज चाहिँ होइन बब्बाले मजा आउनेवाला छ सिट कम गरिहालौँ अपिलको लागि आज हिजो डेन्जरै अपिल चढ्यो त्यो भएर पुरै माथि राखेको थियो क्या अब मजाले जाने बिस्तारी हस् दाजु अहिले गएको हस् ल दाजु गएको ल हस् हस् ओके या रेडी जस्ट चेक आउट द ब्रेक्स इट ओके अर वाट सो फाइनली है त अब ट्याक्क लगाएर नगरकोटबाट हामी जाँदैछौँ यहाँबाट साखु बब्बाले हुनेवाला छ है त ल ल ल ल ल ल ल फुल्ली डाउनहिल जस्ट सी अप द रोड्स आर क्वाइट स्लिपरी यो बाटो चाहिँ हल्का धेरै नै चिप्लो छ होइन have you wear the knee pads? Yeah, look at that. Yeah. Yeah, okay. Okay, just no needs. You can just continue slowly, but it's quite slippery over there, like that. Okay, बब्बाले भइरहेको छ होइन ल हामीहरू जोन र म हिजो बब्बाले मजा आयो अनि अहिले जाँदै भनेको चाहिँ साखुमा बब्बाले हुनेवाला छ कि अहिले यहाँनिर साखुनिर आएपछि हाम्रो बाबाले चाहिँ पिकअप गर्नेवाला हुनुहुन्छ होइन अनि हामी त्यहाँबाट सिधै तारेभिर बब्बाले हुनेवाला छ है त पनि म चाहिँ अहिले तारेभिरको होइन पुरै तारेभिर स्टेसनको साइकल चलाइरहेको छु अनि फेरि अब यहाँबाट नि तारेभिर जाने क्या हिजो चाहिँ हामी डेन्जरी अपिल क्लाइम्ब गऱ्यो अनि समथिङ लाइक हिजो मैले भनेको थिएँ होइन हामीहरू चाहिँ नवबुद्ध जान आएको थियो भनेर अनि उहाँलाई चाहिँ हल्का धेरै अपिलहरू चढ्नु पऱ्यो होइन हल्का थके लाग्छ नि त उहाँ फेरि प्रिसियस टाइम पनि छ होइन अनि आज मात्र हुनुहुन्छ नेपालमा आज मात्र भएपछि बाबाले हुनेवाला छ कि अनि उहाँ पनि वाइफसँग नि टाइम स्पेन्ड गर्नु पऱ्यो होइन किनभने 2 दिनको लागि आउनुभयो 2 दिनको लागि हामीले पुरै मजाले होइन टुरहरू गरिसक्यौँ अनि उहाँलाई भनेपछि डाउनहिल चाहिँ बबाल मजा लाग्ने क्या डाउनहिलको लागि आउनुभएको अनि जसलाई म चाहिँ सोचिरहेको थिएँ नि त विदेशमा भनेपछि डाउनहिलमा 55 इयर्स हुनु भइसक्यो होइन समथिङ लाइक रोडकोवाला डाउनहिल साखुबाट लगौँ भन्ने सोच गरेको होइन मलाई त त्यो मजा त आयो तर डिफ्रेन्टली त्योभन्दा नि मलाई एग्रेसिभ डाउनहिल चाहियो भनेपछि हामी जस्तै डाउन गर्नु हुँदो रहेछ कि अनि मोबाइल मजा आउँछ उहाँ चाहिँ मेरो साइकल चलाइराख्नु भएको छ होइन हबको चाहिँ डेन्जर ठुलो साउन्ड छ कि यहाँ हेर्नु आफ्नो हबको साउन्ड होइन आफूले चलाउने बेला नथाहा पाउने पुरै अरूले चलाउने बेला त मोबाइलै ठुलो लाग्ने क्या आफ्नो त केही याद छैन जस्तो लाग्दैछ कि ओके
कस्तो चिसो क्या यहाँतिरको पुरै हुन्छ नि त हावाहरू उहाँहरूलाई चाहिँ अस्ट्रेलियाबाट आउनु भएको पुरै चिसो पनि त्यस्तो भइरहेको छैन कि उनीहरूले नर्मल्ली घरको टेम्परेचर जस्तै हुन्छ अनि त्यही भएर उहाँलाई चाहिँ त्यस्तो केही चिसोहरू लागिरहेको छैन या जोन आर यु इन्जोइङ द राइड नाउ ल ओब्बाले भइसकेको छ यता Just see up, it's quite blind turning. Yeah. It was the blind turning, so. ल ट्याक्का लाएर बब्बाले कर्नरिङहरू होइन घर चाहिँ डाउनहिलमा बब्बाले हुँदो रहेछ कि हिजो पनि हामीले देखिसक्यौँ होइन आज नि मोबाइल मजाउनेवाला छ आज चाहिँ एग्रेसिभ डाउनहिल क्या हिजो डाउनहिल मात्रै हान्यो भने आज चाहिँ एग्रेसिभमा बब्बाले हुनेवाला छ है त ओहो what a nice view man just want to take some pictures yeah Stop. Sweet. पुरै बवाल भ्यूहरू होइन क्या मजा आउने क्या हेर्नु वरिपरि तपाईँहरूलाई नि होइन बिहान बिहान यस्तो देख्नु भनेको त यार लास्ट मजा हो क्या क्या शीतल शीतल भन्दा पनि चिसो छ है साँच्ची नराति भन्नुपर्दा चाहिँ हावा चाहिँ पुरै राम्रो छ कि यहाँतिर काठमाडौँको भन्दा नि होइन पुरै मजाको फ्रेस एयर त्यो चिसो पनि त्यत्तिकै के भयो पुरै मेरो पुरै लौतप छ नि त कुकुरहरू मात्रै 100जना लखाड्छ हो अहिले त झन् लखादिरहेको छैन भनौँ न त डेन्जर लखाड्ने क्या तपाईँको हाम्रो घरको कुकुरहरूलाई त होइन मैले फर्स्टमा यो लौतप हान्ने बेला मलाई पछाउन आउँथ्यो हो अनि अहिले त लगभग मेरो घरको सब कुकुरहरूलाई पनि बानी नै भइसक्यो यो हप्सुन्नी म वरिपरि गएपछि होइन सब छिमेकीहरूलाई पनि ल दिलीप आयो भनेर थाहा भइहाल्ने क्या किनभने पुरै लौतको हब पनि यस्तो छ होइन स्वयं यहाँ गयो कुनै साइकल अब केही गरी गयो भने पनि लौतपको होइन दिलीपै आयो भनिदिन्छन् क्या सिधै त्यहाँ हेर्नु न आमा बब्बाल हिमालहरू होइन सब देखिरहेको छ कि या वी आर गोइङ रङ वे जोन 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 this is not the way yeah nice view but I think you will go directly down म चाहिँ भ्यू हेर्न जानुभएको होइन बब्बाले छ नि त भ्यूहरू पनि वाल मजा आउने क्या now there is a little bit climb ल ट्याक्का लगाएर होइन अब चाहिँ थोरै अब अपिल छ now there is a little bit climb we just need to climb up climb your cycle but my seats are quite low I will just go fast yeah क्या बवाल के होइन पिङ पनि अहिलेसम्म हतार छैन रहेछ दसैँको होइन पुरै हिमालयन भ्यू क्या अझ It's playing on its wings. Free kids in the ping. Very good. I think now the roads are not quite slippery because already the sun has rise. मप्पाले के अब चाहिँ यहाँ चाहिँ हाम्रै मतलब वे हिँड्न पनि हुन्छ है किनभने यहाँ अर्कोपट्टि साइडबाट कुनै गाडीहरू आयो भने हामीले यहाँ देख्दैन क्या यहाँ ब्लाइन्ड टर्निङ होइन धेरै ठाउँमा छ क्या अब आफ्नै वेमा हिँड्नु पुरै लेफ्ट सेपेर हिँड्नुपर्छ ल खाली देख्यो भने त अब कुदाउनु मिलिहाल्यो नि होइन ल हिजो चाहिँ हामी यो पुरै उकालो हानेर आएको आज चाहिँ पुरै ओह्रालो जाँदैछौँ क्या मजाको क्या हेर्नु न हिजो यति उकालो चढ्यो कि होइन अनि पुरै आज आएर चाहिँ उसलाई बवाले चिल भइरहेको छ कि आज चाहिँ दुई ठाउँमा गएर पुरै डाउनहिल गर्ने ल
यस्ता तरिकाले उहाँ पनि भिडियो बनाउँदै हिँडिरहेको छन् क्या पुरै गोप्रो अगाडि राखेर होइन माउन्टमा बब्बाले चिलमा हिँडिराख्नु भएको छ कि बब्बाले मान्छे हुनुहुन्छ है स्पिड बनाइदिउँ किनभने अहिले म छु नि त हात ट्रेलमा त्यो भएर धेरै स्पिड नहानिरहेको क्या त्यो आरामले होइन बिस्तारै जानुपर्छ डाउनहिलको साइकल भयो भने चाहिँ ल है सिधै डाउनहिल जाम दाजु ल दाजुहरू पनि जाँदै हुँदो रहेछ अब अपिल अहिले पुरै होइन साइक्लिङको ट्रेन्ड पनि बब्बाले चलिरहेछ क्या जहाँ चाहिँ मान्छेहरू ग्रुप साइक्लिङ फ्यामिली साइक्लिङ होइन आजकल त देखेको भनेको चाहिँ फ्यामिली साइक्लिङ हो क्या तपाईँको पुरै परिवारै होइन साइक्लिङमा जाने क्या मजा आउने यार म पनि बाबासँग कहिलेकाहीँ गइरहेको हुन्छु होइन बाबासँग हिँड्नु र साथीहरूसँग हिँड्नुमा पुरै मजा छुट्टै हुन्छ नि त बाबाले हुनेवाला हुन्छ होइन अनि जसरी पनि बाबालाई नि यस्तो स्तनहरू पनि देखाउन मिल्यो होइन मम्मीको अगाडि देखायो भने चाहिँ मारिहाल्छन् बाबाको अगाडि त बाबा भनेपछि बाबै हो होइन हो जस्तो ड्रप just want to do overtaking. Yeah, this vehicle is just stopping us. Okay, your गाडी go अगाडि overtake. Just do not do overtake on the blind turning. ब्लाइन्ड टर्निङमा चाहिँ ओभरटेक गऱ्यो भने अगाडिबाट फेरि गाडीहरू देख्दैन नि त त्यो चाहिँ ब्लाइन्ड टर्निङमा चाहिँ कहिले ओभरटेक गर्नुहुन्न ब्लाइन्ड टर्निङमा बरु स्लोली अब चाहिँ ओभरटेक गर्ने हो कि या जस्ट टु ओभरटेकिङ दाजु हामी अगाडि जान मिल्छ I think now we can do overtake. Yeah. Dai, हामी अगाडि जाम. No, blind turning. दाजु नछोड्ने भयो नि. Great. Thank you. A little bit sandy. Just see up. Just do overtake on the out lane. Just go out lane only because there are some blind spots. Yes, cars coming. Yahoo! अब मजा आयो त ल क्या मजाले ल शीतल होइन आहा अब चाहिँ गर्मी छ अघि न चाहिँ बिहान जाडो भइरहेको थियो होइन अब चाहिँ पुरै जाडो पनि हरायो क्या या नाइस कटरिङ हातजेलमा पनि मजा आइरहेको छ हो के त हो पुरै डाउनहिलमा मात्रै चलाएर होला होइन हातजेलमा चाहिँ अहिले हल्का भाइब्रेसन भए पनि फिल गर्न पाइरहेको छ क्या नत्र डाउनहिलमा चलाउने बेला केही भाइब्रेसन साइब्रेसन छैन होइन मजाले पिच रोडमा हिँडे जस्तो क्या डाउनहिलमा नि क्या मजा आउने क्या जस्ट सी अप छोडिदिनु होस् हामीलाई किनभने अहिले ओह्रालो छ होइन गाडीहरूको पछाडि बस्यो भने लास झ्याउ हुन्छ क्या दाजु हामी अगाडि जान मिल्छ थ्याङ्क यू बस
भाइ बोल्न नि क्या मजा आउने क्या होइन सहजले यहाँतिर पुरै हुन्छ नि त गाउँ जस्तै क्या आफ्नै सबले चिने जस्तै होइन जसरी बोल्ने बेला नि हजुर आए भन्दै पुरै रिप्लाई हुन्छ क्या ल आर यु इन्जोइङ टुडे सो मच या Now today it's like something like a downhill type of Now we will go aggressive downhill then It's like a warm up Oh, I burn you up I do not get wet I got wet. I left my jump too late. Yeah, you got in the seat first. You can just stand up like this. Oh yeah. Yeah. Done it. New stunt. When we used to do the vlogging and all my friends used to do like this. Yeah, here is the way. Just stop. Orale sir. Yeah, he's my father. Good to meet you. Badri. 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 John. Oh, yeah. The son has been a very good guide. Good guys, yes. Yeah. Very kindly lent me a nice bike too. Take care of it. Okay. Oh, thank you for coming. Okay. Yesterday is too much climbing for me. Yeah. Today we just go downhill. Oh. That's better. अनि हामी कहाँसम्म हिँडेर जाने म पछि आएँ Little bit there is like a uphill 150 meter type of and there is again downhill. We will complete the downhill and he will just be our back. Yep. Okay. म पछि आउँछु Yeah. है Otherwise we can जहाँ just लाग्छ, yeah. अनि म गाडीमा Otherwise when we will need some rest and we can just put in